हेलो गाइज, हिजो मैले भ्लग इन गर्न भुले। अब आज चाहिँ फेरि त्यहीबाट कन्टिन्यू गर्छु मैले। आज चाहिँ हाम्रो कुल पूजा छ, हेर्दै गर्नु होला। म त भर्खरै उठेर मुख सुख धोएर भ्लग गराएँ, त्यही हो, देखाउँदै गर्छु, हेर्नु होला। गाइज म मेकअप गर्न लाग्छु। ल निकाल्नु भेटाउनु भएन होइन। गाइज म रेडी भइसकेँ, सबैजना रेडी। हजुर रेडी हुनुभयो? लसुन बोकेर पनि भ्याइसक्नु भयो यहाँतिर। तपाईँले के काम गर्नुभयो त? फेरि बढाइराख्नु छ। म फेरि तपाईँ मेकअप गरेँ। यो आम फेरि ल भन्नु सन्चै हुन्छ। हजुरको डान्स हेर्नु पर्छ कि हजुर नाच्नु एकपल्टि? नाच्ने ल गाइदिउँ। नाचो नाचे आमाको डान्सको फेरि म फ्यान हो कि, कसरी नाच्छ ल गरिदिनु त। ल हेर्दै गर्नु। अब हामी मन्दिर जाने हो। यस्तो राम्रो छ यहाँ हाम्रो पहाड। कपडा मात्रै देखेको छ, अलिकति देखाउँछ है। ल हेर्दै गर्नु। गाइज यहाँ चाहिँ पूजा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो बाख्राजी हुनुहुन्छ। ए हान्छ कि भन्न पर्ने, यस्तो राम्री छिन् कि यिनी। फेरि बिचरा यिनको आज अन्तिम दिन हो तिम्रो। ओहो बिहा गर्नुभयो बिचरा। बाबु के हो? हेर त पाप मुनिलाई टिटी लगाइदिएर हेर यस्तो गाइज। अब पूजा गर्नु पर्ने छ। फर्स्टमा के गरेको यो मनसाको हो यो। अनि बिचरा आत्ते छ यो पनि। एकचोटि सेल्फी हान्दिन्छु तिम्रो। यहाँ आऊ त, यहाँ आऊ। अबि डर लाग्ने कि फेरि। यस्तै ल हेर्दै गर्नु गाइज, म देखाउँछु हजुरलाई। गाइज यिनले हगी छिन् हेर्नु है, भुइँभरि हगिन्। के भन्ने अब, के भन्नै सकेन। ह्यान्डसम हुनु छ अङ्कल फेरि। मामा हिँड अगाडि। म गएँ त्यसो भए। ल गाइज अब हिँड्ने हो, म हिँड्नलाई। गाइज उकालो छ यहाँ, पछाडि अङ्कलहरू आउँदै हुन्छ। यी धन्नै लोडेन ती। म हेर्नुलाई पछि त्यस्तै हो। हामी मन्दिरमा जाँदैछ। हिजो हजुर देखाएको थियो नि मन्दिर, त्यही मन्दिर हो। धेरै हिँड्न सक्दैन कि, स्यासा भइसकेको छ, बुढी भए। उफ गाइज हेर्दै गर्नु होला, म अझै देखाउँदै गर्छु। ओके गाइज, थाक्नु भयो उहाँहरू चाहिँ। कस्तो राम्रो छ फेरि हेर्नु त गाइज। हजुरले बाटो चिन्न सक्नुहुन्छ होला। बाबा कहाँ पुग्नु भयो थाहा छैन। बाबा त आइसक्नु होला उस्तै पऱ्यो है। यो चाहिँ हाम्रो आफ्नै घर हो कि नि कान्छ अङ्कल? अहिले रेन्टमा फेरि खाली छ कि, रेन्टमा दिने हो। हजुर रेन्टमा बस्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। तलतिर मुसाले लिएछ हाम्रो घर, माथितिर फेरि रोटेले लिएछ अरे। के गर्ने, यस्तो माया लाग्छ कि घरको फेरि किन
हाम्रो बाटोहरू हेर्नु